हेलो गाइज, वेलकम टु माई च्यानल। के छ हाल समाचार? सब ठिकठाक। आज हामी गएर छु चितलाङ, हेरौँ के हुन्छ। अहिले जाउँ, हिँड्दै जाउँ र निस्किन लागेको लगाइज। ल अब रेडी गाइज, अब हामीहरू निस्किन लाग्यो। रेडी भइसक्यो। अब यहाँ निस्किन लाग्यो लगाइज। अब पेट्रोल सेट्रोल हाल्यो। अब यहाँ निस्किन्छौँ, हेरौँ के हुन्छ। रेडी भइसक्यो। केटाहरू जम्मा भइसक्यो। अब हामी पनि निस्किन लाग्यो। यहाँ केटाहरू पनि जम्मा भइसक्यो। बनाउन मिल्दैन। हेलो गाइज, देउबाले बाइकले धोका दियो यार। ओइ यस्तो उभिनु पऱ्यो त बाइक जान गएको। हेलो गाइज, लास्टै गर्मी भयो। खाना के अरे कुर्दा त्यही भएर वेटिङमा सबै भ्लग के अरे रोटी खाइरहेको नि। हामी पनि रोटी खाइदिउँ। क्यामेरा राम्रो आइरहेको होइन होला, त्यसको लागि माथि आउँ। ल नयाँ बाइक आयो। अब एमटी कुदाउन लाग्छन्। अब हामी फोटो खिच्नु रोकेको छु। डाँडो पछाडि वाइट अहिले ब्याक क्यामेराबाट देखाउँछु। ल गाइज, चन्द्रगिरी डाँडो हेर त। मौसम पनि क्या बवाल छ हाम्रो। साधन यस्तै छ यहाँ। हेरौँ अब बाटो पनि खतरनाक छ। खिच्ने हो अब हामी 10-15 मिनटमा पुग्छु होला चितलाङ। केटाहरूको फोटोसुट चलिरहेको छ। हाम्रो भप्पा ये हेरौँ, फोटोसुट चलिरहेछ। पिस शान्ति लास्टै छ। रमाइलो छ। पानी पर्ला जस्तो छ, तर पानी बाटोमा परेन। जे होस्, खुसी लाग्यो। अब पुग्छु त ओइ। हेलो गाइज, हामी पुगिसकेका छौँ हाम्रो चितलाङ डेस्टिनेसनमा। यस्तै छ, पानी पर्न लागिसक्यो, चिसो भइसक्यो। गाइज हामी ठ्याक्क यहाँ पुग्यो रेस्टुरेन्टमा। ठ्याक्क पानी नि पऱ्यो यार। पानी पऱ्यो यार, ठ्याक्कै पुग्यो। कस्तो लगिदियो साथ, पानी पनि ठ्याक्क पऱ्यो। मस्त। कस्तो रमाइलो भएर पानी पऱ्यो। पानी त डर पऱ्यो गाइज, बवाल पानी परिरहेको छ। पानी त हो पानी त सुक्कै छैन। रुमभित्र जाउँ ल। हाम्रो रुम मस्त। एउटामा केटी छ, उहाँ पाइन हाल्दा लाग्दै। यस्तै हो। धेरैपछि अब तास खेलिदिएर हामीहरू रमाइलो मस्त तास। छक्काको छक्का आयो है, यहाँ छक्काको छक्का आयो। मेरो त यहाँ चौका आइगयो। मेरै बाण आइगयो त। गाई तास खेल्न धेरै पछि च्यालेन्ज रे। अब जो हार्यो 50 रुपियाँ गर्छ। 2जना है 50 रुपियाँको दाम। जो हार्यो है च्यालेन्ज। लगातार गाउनु त लाग्दैन।
कोट लाग्यो भाइ ए कान्छमा ए थप्पड हाल्न कान्छमा ल छिटो ल गर ल गर ए ल गर पालो ल गर कोट लाग्यो ए कान्छमा एक पनि भएको नाइट भ्यू गाइज हेलो गाइज आज हामी यहाँ बाहिर निस्किरहेको कस्तो हुन्छ थाहा होइन माहौल हेर्नु त बाहिर टक्क गाडी छ गाडी पानी परेर राष्ट्रिय झाडो छ केटाहरू राख्नु पछाडि उज्यालो हल्काबाट कति हो भिडियोमा यस्तो भ्यूमा नाच्नु परिरहेछ जति बेला बसिसक्यो आफ्नो त्यस्तो के हुन्छ कि हामी त बस्यो खानासाना खाइसक्यो अब बाँकी गर्छु बस्ने हो बार्बिक्यू पनि रेडी भयो चपाइदिने हो तो बाजुले चपाइदिन्छ अहिले लम्बे आएको टाइममा मौसम मस्त ठाउँ छ घुम्न आउनु होला यहाँ रिसोर्ट पनि बबाल छ खाना पनि बबाल छ खाना खाएको खाना पनि बबाल छ खाना एकदम बेस्ट रेडी भयो यस्तै हो मस्त चिकनमा खाइदिने हामी होइन बार्बिक्यू एभरेज कतिखेर भिडियो के अरे डान्स गरिन्छ अब मस्त डान्स गरिने हो हेर्दैछन्